हेलो गाइस, वेलकम टु माई अनदर भ्लग। आज चाहिँ हामी यहाँ बन्दीपुर आएका छौँ है। यो बन्दीपुरबाट अब हामी कति जाँदैछौँ भन्दा यतै ग्रेट वालतिर जाँदैछौँ, हेर्न सक्नुहुन्छ। हाम्रो दाइले अगाडि बाइक चलाउनु भएको छ। हामी ग्रेट वालमा आया 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 बाइक लिएर ग्रेट वालमा बाइक लिएर हिँड्यौँ कि हामी मान्छे। अनि अब हामी चाइना मात्रै जान बाँकी छ। चाइनामा पनि हामीले बाइक लाने यो गाइज हेर्नुहोस् होइन। ट्याक्क राणा दाइ र म यहाँ यी ग्रेट वालमा, यो बन्दीपुरको ग्रेट वाल अफ नेपालमा लडेको हामी बाइक लिएर चढ्दियौँ। अब कोही चढ्न हुनुहुन्छ हुन्छ भने हामी त आउनु होला। ठोकियो हाम्रो बाइक। यता हेर्न सक्नुहुन्छ मौसम हेर्नुहोस् कि मानुङकोटकै यता भर्खर हामी ग्रेट वालमा थियौँ। अहिले भर्खर मानुङकोटमा आइपुग्यौँ हामी। हेर्न सक्नुहुन्छ। वाओ यार, वाट अ सिन यार। ओ माई गॉड, स्वर्ग हेर्ने हो गाइस, स्वर्ग। यसलाई भन्छ क्या स्वर्ग यार। आमामामा हो नि, यो हो क्या स्वर्ग गाइस। हेर्नुहोस् यहाँ, हेर्नुहोस् स्वर्ग। के मानुङकोट हो क्या यो भनेको। हामी भर्खर अब ग्रेट वाल अफ चाइनामा हो कि नेपालमा थियौँ। अहिले चाहिँ हामी मानुङकोटमा आइपुग्यौँ, हेर्न सक्नुहुनेछ। वाह। अनि यता चाहिँ अब हिमाल देख्न सक्नुहुनेछ। अनि जुन यो शिवको आकृति देखियो चितवनबाट भन्नुहुन्थ्यो नि हजुरहरूले। आज मैले पनि रियल देखेको छु होइन आकृति। यहाँ हेर्न अब सक्नुहुनेछ हजुरहरूले होइन। अब यता सबै यो सर्लक्कै अब यस्तो बवाल सिन आइरह होइन। यस्तो बवाल सिन आइरह नि त यता। अब हेर्नुहोस् है, म हजुरलाई महादेवको आकृतिहरू हानेर देखाउन चाहन्छु। हेरी हानेर चाहिँ ल हेर्नुहोस् ठ्याक्कै महादेवको आकृति देख्न सक्नुहुनेछ हजुरले। हेरी हानेर चाहिँ महादेवको आकृति। यता चाहिँ यस्तो बवाल सिन छ, भ्यू छ, हेर्न सक्नुहुनेछ होइन। यता चाहिँ म छु, मलाई पनि हेरिदिनु होला। म पनि राम्रै छु, भ्यू मात्रै नहेर्नु होला। एसआरजी ब्लग पनि राम्रो छ भन्ने हजुरले सोचिदिनु होला। अब यता हेर्न सक्नुहुनेछ सर्लक्कै यो पुरै हिमाल हो होइन। यो बन्दीपुरबाट देखिने सर्लक्कै यो हिमाल देखिरह। अब यता चाहिँ ऊहरूमा चाहिँ अब महोत्सव हुँदैछ। यो बन्दीपुरको ग्राउन्डमा चाहिँ होइन महोत्सव हुँदैछ। इन्स्टल छन्, त्यो महोत्सवको हजुरहरूलाई भिडियो देखाउला। अब यता चाहिँ यस्तो बवाल सिन रहेको छ। यता हेर्न सक्नुहुन्छ होइन हजुरहरूले। यहाँ हेर्नु कस्तो बवाल। आमामामा यो हो क्या सिन भनेको। अब हाम्रो राणा दाइ भयो, पुरा एक्सन दिँदै हुनुहुन्छ उता। ल दाइ ल, एउटा शाहरुख खान पोज। हो ल, दाइले शाहरुख खान पोज पनि दिइसक्नु भएको छ। ल हेर्नुहोस्, बन्दीपुर चाहिँ यही हो गाइज। बन्दीपुरको ग्रेट वाल अफ नेपाल। मिनी ग्रेट वाल अफ नेपाल यही हो। ऊहरूमा शिवजी देख्न सक्नुहुन्छ। पार्वती पतय हर हर महादेव। यता चाहिँ यो मानुङकोट यता हो गाइज। मानुङकोट यता हो है गाइज। यो मानुङकोट, यो चाहिँ बन्दीपुर गाइज। यस्तो बवाल सिन छ क्या फेरि आज बन्दीपुरमा। यस्तो रमाइलो दिन दाइ आउँछ नि हजुरले कुरै सुन्नु। दाइ जहाँ जान्छ त्यहाँ चाहिँ भ्यू चाहिँ बवाल आएको हुन्छ कि। हेर्नु न, यो मानुङकोट हो। यो बन्दीपुरको मानुङकोट हो। मानुङकोट छुट्टै हो, तर यो बन्दीपुरको मानुङकोट हो होइन। बवाल आइरहेको यता चाहिँ। आमामामा है, यता हाम्रो दादा आउँदै हुनुहुन्छ, राणा दादा। वा लाग्ला आया पूर्वेली मैदानमा लाग्ला। Thank you this much for today, guys. See you soon in another vlog. ल केही भन्नु छ दाइ? Now it's turn to फायरिङ smoke. अच्छा, कस्तो बवाल भ्यू हो क्या गाइज। स्वर्ग हो क्या यो भनेको, स्वर्ग हो। रियल स्वर्ग एक्सपिरियन्स गर्नु छ भने हजुर बन्दीपुर पनि आउन सक्नुहुन्छ है। मानुङकोट सेम मानुङकोट फिल, जस्ट लाइक मानुङकोट फिल। Nature is smoking, so also I am smoking. अघि कस्तो थियो अहिले कस्तो भयो हेर्नुहोस्। ठाउँको ठाउँ चेन्ज भयो। अघि बादलमुनि गाउँ थियो, अहिले गाउँ मात्रै बादल छ। बादलमुनि गाउँ र गाउँमुनि बादल। अब हामी चाहिँ ग्रेट वाल अफ नेपालबाट बाइक लिएर फर्कँदैछौँ। सबै ग्रेट वाल हिँड्न आउँछन्। हामी चाहिँ बाइक आयो, झ्याउ लाग्यो अनि बाइकमा हिँड्ने होइन। अब हामी चाहिँ फर्कँदैछौँ ग्रेट वाल अफ चाइनाबाट, ग्रेट वाल अफ नेपालबाट। हामी दाजुभाइ अब यहाँ फर्काउँदैछौँ। टक्क हेर्नुहोस् होइन, अघि कस्तो थियो अहिले कस्तो भयो बाटो हेर्नुहोस्। यता हो टपमा हो होइन। यता चाहिँ हिमाल यस्तो बवाल आइरहेको। यता चाहिँ बाटो यस्तो छ ग्रेट वाल अफ नेपालको, ग्रेट वाल अफ चाइनाको, ग्रेट वाल नेपालको। बाटो त पुरै अनि पिच जस्तै छ त सर। यो बाटो पिच हो नेपालको पिच कस्तो हुन्छ भन्दा यस्तो हुन्छ है गाइज। हेर्नुहोस् हेर्नुहोस् गाइज,
कस्तो सरर छ बाटो यस्तो सरर बाटो देख्नु थियो हजुरले नदेखेको आए भन्नुहोस् यो सरजी भ्लगले तपाईँहरूलाई देखाउँदैछ यस्तो सरर बाटो ए भाइ बेरेका हानेका ए पछाडिको टायर लस्किरहेको ए भाइ गुल्टाएका ए भाइ डेटिङ आइरहन् यता चाहिँ हिमाल छ होइन गाइस यहाँ नजाँदा पनि हिँड्ने सिधै मुला मरिएला ए सरी गाइस है हामी चाहिँ अब यता जाँदैछौँ है हेर्नुहोस् है ल हेर्नुहोस् आया जिरो टक्कियो माटङ्गी लगाइ हाम्रो गेटवालको के भन्छ अरे टुर होइन दाइ गेटवालको टुर सकियो ऊ त्यो बन्दीपुर माया भेटियो बन्दीपुरैमा भन्ने यो गाइज हेर्नुहोस् यता चाहिँ हिमाल छ है ओहो यस्तो बवाल हिमाल छ है सर ल गाइज अर्को बेलाको एउटा लसियो ए दाइको टायर यसै जानला म के ठिक लाग्यो के भन्नु छ हजुरलाई केही भन्नु छैन अहिलेलाई भन्नु के भन्नु छ भने भनिदिनु यार लास्ट के सक्यो क्या हाम्रो टुर निशब्द छ एकदम यो रमणीय दृश्यले एकदम मनमै एकदम आनन्दित कुनै शब्दै निकाल्नु छैन मलाई यहाँ एकदम शान्तका साथ बस्नु छ भनौँ भने बाइक चलाउनु छ सियु टुमारो बाटो घुमाउरो त्यही हो यति नै थ्याङ्क यू सी यू नेक्स्ट ब्लग अब केटाले बनाएको भ्लग छ राम्रोसी हेरिदिनु होला आफ्नो चाहना इच्छा पुऱ्याउनलाई शब्द चयन टङ्सली भयो सरी भन्न चाहन्छु त्यसको लागि क्षमा प्रार्थी छु त्यो शब्द आएकोमा हामी टुइङ गर्ने टेन्सनै छैन ल टाटा